हामी ठ्याक्कै त्रिशुली खोलाको बगरमा रहेको फुटबल प्ले ग्राउन्डमा हामी भ्रमण गर्न गइरहेका छौँ। केही फुटबल प्लेयरहरू रहेछ भने हामी पनि यो म्याच फुटबल खेलेर आउने सोच लिएर गएका छौँ। सुन्दर देश भएका छन्। यहाँबाट चाहिँ देखिने चाहिँ यो चाहिँ त्रिशुली रिभर। त्रिशुली भन्दा चाहिँ थोरै यता गएको छ यो ठाउँ चाहिँ राजमाटी भन्छ यसलाई। यहाँ चाहिँ देखिने कुरो यहाँ चाहिँ अलि राम्रै उठा छ। चाहिँ खोला साथीको छ एकदम ठुलो छ यहाँको। हेलो एन्ड नमस्ते गाइस, आज हामी ठ्याक्कै कपाल काट्नको लागि निस्किएको छौँ बजार साइडमा। यो हो त्रिशुली भन्दा वरको छिमेकी गाउँ जस्तै भनौँ, यसलाई भनिन्छ राजमाटे। हामी यहाँका केही कपाल काट्ने पसलहरूमा गयौँ। त्यहाँको व्यवस्था बुझी हामी कपाल काट्न सक्छौँ। मान्छे हाँस्छ मेरो भलक दिँदैन, मान्छे हाँस्छ जस्तो लाग्यो गाइस मलाई। यस्तो छ यहाँको भ्यू, यस्तो छ गाइस। हामी चाहिँ टक्क लालीगुराँस होटेलमा बसेका छौँ। हाल चले 14 दिन यहाँको रहेको छ हाम्रो। हामी एक दिनपछि पिकनिकमा गई मेरो खुट्टामा घाउ रहेको छ। त्रिशुली रिभरको त्रिशुलीको बगरमा रहेको फुटबल प्ले ग्राउन्डमा हामी जानेछौँ। त्यसपछि यहाँका रमणीय क्षणहरू तपाईँहरूलाई देखाउने नै छौँ भन्ने आशा गरेर आजको भ्लगबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद।